एक दुई तीन आइटम अर्को त गयो उता 4 आइटम मिठाई थियो सामानहरू वहाँदेखि सुरु छ वहाँदेखि सरर यहाँसम्म सेलरोटी र मासु खाँदैछौँ आउँदाखेरि अझै दुईटा ल भयो कति मोटो भयो कुकुर साइला दाई हाम्रो ठुल दाई दुलाको बुवा आएको यो खायो दाइले अब रोटी ल्याउँदै हुनुहुन्छ हाम्रो कमल दाइले सेलरोटी सेलरोटी घुमाउने सेलरोटी हेलो नमस्ते नयाँ दिन नयाँ बिहान अनि नयाँ ब्लगको साथमा म उपस्थित भइसकेको छु आज अनि आज चाहिँ हाम्रो लङ टुर हुँदैछ नेपालदेखि दिल्लीको टुर हुँदैछ म छु यहाँ दिदी चाहिँ मलाई छोड्न उहाँ बस पार्कसम्म गाडीसम्म जाँदैछन् उताबाट दाइहरू उताबाट आउँदै हुनुहुन्छ गाउँबाट घरबाट जेठ भाइ आइसक्नुभएको छ राति आएर बस्नुभएको छ जेठ भएर म भोलि भर्खर यहाँबाट हिँड्छौँ भने दाइहरू माथि आएर खाना लगाइसक्नुभएको छ अनि उहाँ माथि सबैजना भेट हुन्छौँ त्यसपछि जान्छौँ हामी नेपाल टु दिल्ली सरर हाम्रो यात्रा सुरु हुन्छ यहाँबाट सुरु हुन्छ घरबाट है त अब हामी तयार भएर निस्किँदैछौँ लौ भर्खर हामी रिक्साबाट झरेर हिँड्दैछौँ है हामी दाइहरूसँग जान लाग्यो अब यहाँबाट टक्कसँग दाइहरूसँग पुगिन्छ अब काठकोसँग दाइहरूसँग आइयो हामी दाइहरूले खाँदै हुनुहुन्छ हजुर हजुर नमस्ते 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 दाइहरू खाँदै हुनुहुन्छ यसो 5 मिनट के 10 मिनट जति खै दाइ उता दाइ हुनुहुन्छ नमस्ते दिदी नमस्ते भाउजू नमस्कार नमस्कार खै जेठामा ल ल खानु खानु खाँदै हुनुहुन्छ दाइहरूले हामी भेट भयो हामीले गाडीको लागि सामान पनि राखिसक्यौँ दिदी भाउजूहरू उता आउँदै हुनुहुन्छ हामी यहाँ छ यो गाडीमा जाँदैछौँ हामी दिल्ली अब गाडीमा चढ्दै दिदीहरू पनि आउनुभयो ल जाने जाने छिटो लास्ट हो यहाँ बस्छ अयो हिँड गाडी हिँड्यो कता हो खै हिँड्न हाम्रो ग्रुप उताबाट बसेर अन्तिममा लास्टमा बसिरहेको छु लास्ट छ त्यो भयो तीनों पुल कटिसक्यौँ हामीहरू तीनों पुल कटेर हाम्रो यात्रा सुरु भयो हामी अब नेपालगञ्ज हुँदै जान्छौँ भोलि बिहान पुग्छौँ टक्क
प्युठान जान्छ। लम्मै बजार आयो हामीहरू भर्खर दाङको लम्मै। घर आइजाने बाटो यो चाहिँ नेपालगञ्ज बोर्डर है त साथीहरू। नेपालगञ्ज बोर्डर सबै ट्रकहरू बसिरहेको छ। हामी चाहिँ अब यहाँ भर्खर नेपालगञ्ज बोर्डरमा आएर अन्तिम भएको छ। म मात्र एक्लै छु लास्ट। त्यसलाई बोलाउनुहोस् त। जाने हैन अहिले सबै झारेर त लट्ठी लाएर लिन आउलान्। हामी जाँदैछौँ अब। यहाँबाट इन्ट्री गरेर हाम्रो गाडी यहाँ छ। यहाँबाट निस्केर हामी जान्छौँ उता इन्डियाको बोर्डरतिर। अहिले चाहिँ नेपालको बोर्डरमा छौँ भर्खर हाम्रो गाडी यहाँ छ। भित्र चेकिङ हुँदैछ। ट्रकहरू पनि सबै लाइनमा छ। उता 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 यता यता सबैतिर चेकिङ। अब बस चेकिङ भयो, मान्छे चेकिङ कहिले हुने हो? अब उता नेपालको चेकिङ भ्याएर अब इन्डियाको चेकिङमा छौँ हामीहरू। सबै लाइन लगाएर बसिरहेको छ भित्र। उता चेकिङ चलिरहेको छ अझै पनि। त्यहाँभित्र चेकिङ गरेर यो हाम्रो गाडी हो ठ्याक्कसँग चेकिङ गरेर निस्किन्छौँ अब हामीहरू त्यहाँबाट। हामी यहाँ छौँ, इन्डियाको झन्डा छ ऊ नेपालगञ्ज। यो अन्तिम बोर्डर हो। यसपछि हामी चेकिङ गर्नु पर्दैन। हाम्रो गाडी रेडी पोजिसनमा छ। हाम्रो सामानहरू सबै लाइन लागेर बस्यो। खै कसको रहेछ? हाम्रो सामानहरू वहाँदेखि सुरु छ। वहाँदेखि सरर यहाँसम्म मान्छेहरू यति सबै हो हामीहरू। सबै चेकिङ भएर निस्किँदैछौँ। यो ठाउँबाट चेकिङ भयो, निस्कियो है। गाडी पनि निस्कियो अब। हजुर गाडीभित्रै आइसे हामी चाहिँ उता दाइले काट्ने भन्नुभयो। ओ दाइ पानी छ? रोटी भेट्न लाग्यो। दाइले अब रोटी ल्याउँदै हुनुहुन्छ हाम्रो कमल दाइले। माछा चाहिँ खै मासु हेर्नु त दाइ। सेलरोटी सेलरोटी घुमाउने सेलरोटी। बल्ल हिँड जस्तो मजा आयो काम खाँदै भन्नु। सेलरोटी र मासु खाँदैसँग आउँदाखेरि यहाँ दाइ हुनुहुन्छ, हजुरबा हुनुहुन्छ।
बोर्डर अब कट्नै लाग्छौँ सबै चेकिङ भयो यहाँ पैसा साट्न आउँदैछन् मान्छेहरू गाडीमै आउँदो रहेछन् खाना रोकेको छ अहिले इन्डियाको कुन ठाउँमा थाहा छैन नेपाली चुलो दुईटा गाडी छ यहाँ यो अर्घाखाँचीदेखि आएको छ यो हामी बुटोलदेखि आएको गाडी हो यो सबै खाना खान जानुभएको छ हामी चाहिँ अघि त्यो सेलरोटी र मासु खाइयो फ्राई गरेको त्यो भएको भएर खाएको छैनौँ कुन ठाउँ रोकेछ खै इन्डिया हो कि अरे उहाँ पारि पनि ढावा रहेछ यहाँ पेट्रोल पम्प छ यता पनि नेपाली ढावा छ नेपाली चुलो भनेर छ अगाडि हो दुईटा गाडी रोकेछ काममा नआएको एउटा अर्घाखाँचीको एउटा हाम्रो बुटोलदेखि आएको छ थाहै छैन यो ठाउँ कुन हो इन्डिया त इन्डिया नै हो तर इन्डिया कुन ठाउँ हो थाहा छैन अझै हाम्रो 8-9 घन्टा लाग्छ होला उहाँ दिल्ली पुग्नलाई गयो त्यो गाडी गयो यहाँ नेपाली चुलो भनेर राम्रो खालको छ होटल त टोइलेटहरू मजाको छ अब निस्किन्छौँ हामीहरू पनि एकछिनपछि खाना खाँदैछन् हाम्रो गाउँ गाडीकोले अनि त्यसपछि निस्किन्छौँ अर्को गाडी नै आइसक्यो आएको यो खालि झरेर यहाँ दाइहरू घुर्दै हुनुहुन्छ सबैजना गाडी खुलेर बस्छौँ हामी यहाँ दाइहरू आउनु बाँकी छ अझै लिन आउनु भएन यहाँ के भन्दो रहेछ दिल्ली लाजपत नगर दादा आइसक्नुभयो लिनलाई हाम्रो ठुल दाइ र काइला दाइ साइला दाइ हाम्रो ठुल दाइ दुलाको बुवा काइला दाइ हाम्रो हिरो आयो यार हामी गाडीमा प्याक भएर हामी निस्किसक्छौँ हामी अब निस्क्यौँ घरको लागि प्रस्थान भइसकेको छौँ दाइको घर आएर झरेर अब हामी भित्र जाँदैछौँ भित्र दाइको उतापट्टि रे ठुल दाइको यहाँ छ है मेरो ए ब्लक हो दाइको सरी एच ब्लक हो मेरो दाइको यो ए ब्लक दिदी कालो भन्ने होइन उजेलो भन्ने दिदी भाउजू भाउजू यस्तो अरू पास आएर यतिकन बदन गर्नु भएन नि खानु भयो ल हामी अब गृह प्रवेश गर्दैछौँ दाइको यो चाहिँ यो ब्लक सानो दाइको उता एच ब्लकमा रहेछ ए अन्डरग्राउन्ड हो पहिलोचोटि भेट हुने भयो भाउजू अन्डरग्राउन्ड बेसमेन्टमा रहेछ दाइको कति मोटो हो यो कुकुर ओए
नमस्ते चिन्नुभयो म त पहिलोचोटि देखेँ यहाँ तेस्रो लटको मिठाई भयो दाइले मिठाई ल्याइदिनु हुनुहुन्छ झिक्दिनु त दाइ यहाँ अझै दुईवटा ल भयो तेस्रो लट हो यो मिठाईको यहाँ ठुल्दै हुनुहुन्छ हाम्रो कान्छा दाई हाम्रो माइला दाई यहाँ हाम्रो दिदी यहाँ हाम्रो काइले भाउजू यहाँ हाम्रो सानो दाई मैले त्यो त 5वटा खाएँ दोस्रो लटको मिठाई हो यो चौथो लट आएछ फेरि उता लग्नु त म आउँछु हाम्रो दाईको सासू आमा हुनुहुन्छ यहाँ भाउजू दाइ यहाँ झिकै लाग्दैन त यो पनि यो एउटा शङ्ख त्यो केटालाई शङ्ख जस्तो छ यो खान्छ प्यालो खान्छस् हुन्छ धेरै भयो अब त अझै छ र छैन होला भ्याइयो यो चौथो लटमा भ्याइयो 1 2 3 4 1 2 3 आइटम अर्को त गयो उता 4 आइटम मिठाई थियो हातमा यति छ यो सबै मैले खाएँ हाम्रो दुला हल्ला ठिक छ हाम्रो दुला राजा आजलाई हाम्रो नेपालदेखि दिनसम्मको यात्रा यति नै अर्को भोलि भिडियो लिएर फेरि उपस्थित हुनेछु आजको लागि बिदा हुन्छु बाइ बाइ